नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई यस च्यानलमा। आज हामी नेपालकै एक अद्भुत र रहस्यमय हिमाली जिल्ला मनाङको यात्राको भ्लग लिएर आएको छौँ। यस्तो ठाउँ जहाँ प्रकृतिले आफ्नो सबैभन्दा सुन्दर र अनौठो रङहरूले सजिएको मनमोहक दृश्यले भरिएको छ, जहाँ हिमाल, ताल, डाँडाकाँडा, संस्कृति र इतिहास एकसाथ भेटिन्छ। के तपाईलाई थाहा छ मनाङ किन नेपालको अन्य जिल्लाभन्दा फरक छ? किन हजारौं विदेशी तथा स्वदेशी पर्यटक वर्षेनी यहाँ जाने गर्छन्? आखिर यो करोडौं वर्ष अघि यो भूभाग कसरी बनेको थियो? आजको भिडियोमा हामी यी सबै कुराहरू विस्तारमा जान्ने प्रयास गर्छौं है त। मनाङ गण्डकी प्रदेशमा अवस्थित नेपालको हिमाली जिल्ला हो। यो अन्नपूर्ण श्रृङ्खलाको काखमा रहेको सुन्दर उपत्यका हो। समुद्री सतहबाट करिब 3500 मिटर भन्दा बढी उचाइमा रहेको मनाङ हिमालयको रेन स्याडो एरियामा पर्छ। यहाँ चाहिँ प्राय पानी पर्दैन, किनकि अन्नपूर्ण हिमालले मनसुनका बादल रोकिदिने भएकोले यहाँ प्राय पानी पर्दैन। आकाश प्राय सफा नै हुन्छ। गर्मीमा मौसम सुक्खा हुन्छ र जाडोमा अत्याधिक हिमपात हुन्छ। काठमाडौँदेखि लगभग 300 किलोमिटरमा मनाङ गाउँ पर्छ। काठमाडौँदेखि बेसी सहरसम्म पुग्न जुनसुकै सवारी साधन पनि प्रयोग गर्न सकिन्छ। त्यसपछि चाहिँ हामीले मोटरसाइकल या जिपमा चाहिँ यात्रा गर्यो भने चाहिँ यात्रा चाहिँ रोमाञ्चक र चुनौतीपूर्ण हुन्छ। र एउटा कुरा, मनाङ कसरी बनेको हो भन्दा यो कुनै व्यक्तिले निर्माण गरेको होइन। यो करोडौं वर्ष अघि इन्डियन प्लेट र युरेसियन प्लेट आपसमा ठोकिँदा हिमालय पर्वत श्रृङ्खला बनेसँगै विकसित भएको प्राकृतिक भूभाग हो। यसै प्रक्रियामा हिमाल पर्वतहरू खडा भए, हिम नदीले उपत्यका र तालहरू बनायो, बिस्तारै मानिसहरूको बसोबास भयो। यसरी चाहिँ यो आजको मनाङ भन्ने ठाउँ रह्यो। अब यसको नाम चाहिँ किन मनाङ रहन गयो भन्दा स्थानीय रूपमा मनाङ दुईवटा शब्दले बनेको छ भन्ने तर्क छ। मा र नाङ मिलेर बनेको भएर पछि मनाङ नाम राखियो भन्ने तर्क छ, जसको अर्थ मा भनेको मानिस वा गाउँ भन्ने बुझिन्छ भने नाङ भनेको चाहिँ तल वा तलको स्थान भन्ने बुझिन्छ, जसको अर्थ तल बस्ने मानिसहरू वा तलको गाउँ भन्ने अर्थ हुन्छ। अब यो चाहिँ प्राय माथि बस्ने मानिसहरूले तल बस्नेहरूलाई सम्बोधन गर्दा गर्दै रहेको होला भन्ने तर्क पाइन्छ, तर ठ्याक्कै प्रमाण भने छैन। र त्यसै गरी ऐतिहासिक रूपमा यो क्षेत्रको पुरानो नाम निसाङ थियो अरे भन्ने पनि तर्क छ। र अर्को कुरा, यस क्षेत्रमा मनाङमा मानिसहरू किन बस्न थाले भन्दा प्राचीन रूपमा तिब्बत र नेपाल बीचको व्यापारिक मार्ग मनाङ थियो अरे। यो एउटा विश्राम स्थल थियो अरे। त्यस समयमा नुन, उन, जडीबुटी, खाद्यान्न आदान प्रदान गर्ने बाटो मनाङ थियो अरे। र बिस्तारै व्यापारिक मार्ग बस्तीमा परिणत भएको भन्ने तथ्य पाइन्छ। त्यो बेलामा त व्यापारिक मार्ग थियो, तर अहिले चाहिँ मनाङ किन प्रसिद्ध छ त भन्दा अहिले यो एउटा अन्नपूर्ण पदमार्ग हो। विश्व प्रसिद्ध ट्रेकिङ अन्नपूर्ण सर्किट मनाङ हुँदै जान्छ। त्यसै गरी तिलिचो ताल, मनाङमा रहेको तिलिचो ताल संसारको सबैभन्दा अग्लो उचाइमा रहेको प्रसिद्ध तालहरूमध्ये एक हो। यो करिब 4911 मिटरमा रहेको छ। त्यसै गरी थोरिङ ला पास यो विश्वकै प्रसिद्ध ट्रेकिङ पास मध्ये एक हो। यसलाई पार गरेपछि यात्रुहरू मुक्तिनाथ पुग्छन्। यो करिब 5415 मिटरमा रहेको छ। त्यसै गरी यहाँ अन्य प्राकृतिक सौन्दर्यहरू छन्। हिमालहरू, चट्टानी पहाड, हिमताल, नदी, हिम नदी,
त्यसै गरी विभिन्न साहसिक यात्राहरू पनि हुन्छ यहाँ, जस्तै ट्रेकिङ, पर्वतारोहण, माउन्टेन बाइकिङ, फोटोग्राफी हुन्छ, भिडियोग्राफी हुन्छ। त्यसै गरी यहाँ बौद्ध धर्म, प्राचीन गुम्बाहरू, प्रार्थना चक्रहरू छन्। त्यसै गरी यहाँ चाहिँ अब दुर्लभ वनस्पति तथा जडीबुटीहरू पाइन्छ। याक, चौरी जस्ता जीवहरू पनि यहाँ पाइन्छ। यहाँको मानिसहरूको मुख्य पेसा भनेको चाहिँ पर्यटन, होटल व्यवसाय तथा पशुपालन रहेको छ। याक पालन यहाँको जीवनशैलीको महत्त्वपूर्ण हिस्सा हो। यहाँ भनिन्छ कि पर्यटकहरू चाहिँ सोचे भन्दा अलि 1-2 दिन बढी नै बस्ने गर्छन् भन्ने कुरा चाहिँ यहाँ पाइन्छ। किनकि एल्टिट्युड सिकनेसको कारणले गर्दा एक्लाइमेटाइजेसन हुन्छ अरे, जसले गर्दा चाहिँ शरीर थकित र बिरामी जस्तो महसुस भएकोले 1-2 दिन प्राय पर्यटकहरू चाहिँ बढी नै बस्ने गर्छन् भन्ने भनाइरहेको छ यहाँ। र अर्को कुरा, हिमालसँगै जोडिएको केही रोमाञ्चक कुराहरू पनि बताउँछु है त। खासमा चाहिँ हिमाली क्षेत्र अध्यात्मको दृष्टिकोणले तथा धार्मिक दृष्टिकोणले पनि पवित्र स्थान मानिन्छ। हिन्दू धर्म अनुसार भगवान शिवको निवास के हो त कैलाश पर्वत मानिन्छ। माता पार्वती हिमालय राजकी पुत्री हुनुहुन्थ्यो। यस्तो विभिन्न प्रमाणहरू छन् जसले चाहिँ हिमाललाई पवित्र मानिन्छ। हिमालय एक देवभूमि हो। धेरै ऋषि मुनिहरूले चाहिँ हिमालयमा तपस्या गरेको थिए। भगवान शिवलाई हिमालयको एकान्तमा गहिरो समाधिमा रहने योगीका रूपमा पनि वर्णन गरिन्छ। हिमालयलाई तपस्या, ज्ञान, वैराग्य र आध्यात्मिक उन्नतिको प्रतीक मानिन्छ। ध्यान र साधनाको लागि हिमालयलाई चाहिँ अत्यन्त पवित्र स्थान मानिन्छ। त्यही भएर हिमालयमा मेडिटेसन, ध्यान गर्नुको धेरै फाइदाहरू हुन्छ। मन शान्त हुन्छ, तनाव कम हुन्छ, आत्मचिन्तन गर्न सजिलो हुन्छ, प्रकृति र भगवान शिवसँग जोडिएको अनुभूति हुन्छ। त्यसैले हिमालय एक मनमोहक ठाउँ मात्र नभई अध्यात्म र धार्मिक मूल्य र मान्यता पनि यसमा जोडिएको छ।
साथीहरू, मनाङ केवल एउटा जिल्ला मात्र होइन, यो प्रकृतिको अनुपम उपहार, इतिहासको साक्षी र साहसिक यात्राको स्वर्ग पनि हो। यदि तपाईँलाई हिमाल, ताल, संस्कृति र रोमाञ्चक मनपर्छ भने जीवनमा एकपटक चाहिँ मनाङ अवश्य घुम्नुपर्छ। हामी त बिस्तारै हिँड्यौँ, किन हिँडेको जस्तो भयो? खुल्दैछ हेर्न यार। त्यही बसिरहेको तैँले उता मोबाइलमा नहेऱ्यो हो, त्यसरी उता फनक्क घुम्दा पनि बिस्तारै घुम्थ्यो। तँ पनि उडाउने घुम्न, माथि हेरेर बिस्तारै हुन्छ। हो त्यस्तै ल एकदम। सगरमाथाहरू सबै आओस् है। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक, शेयर, कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्नुहोला है त। धन्यवाद। जय नेपाल।